कस्तो हल्लेको पापी सहर पापी सहर पापी सहर। सबैले यो सहरलाई पापी भन्ने गर्छन् र त्यही सन्दर्भमा मैले पनि 2 लाइन कोरेको छु। यो सहर पापी होइन महोदय, यो सहर पापी होइन महोदय, यो त निर्जीव छ, अचल र निस्वार्थ। यो सहर पापी होइन महोदय, यो त निर्जीव छ, अचल र निस्वार्थ। पापी त तिमी छौ, पापी त तिमी छौ जो आफ्नो स्वार्थ पूरा गर्न यो सहरमाथि बजारिन आइपुग्यो। पापी त तिमी छौ जो आफ्नो स्वार्थ पूरा गर्न यो सहरमाथि बजारिन आइपुग्यो। तिम्रा पापी मनका चाहनाहरू पूरा नहुँदा, तिम्रा पापी मनका चाहनाहरू पूरा नहुँदा यो सहरलाई किन पापी भन्छौ महोदय? तिम्रा पापी मनका चाहनाहरू पूरा नहुँदा यो सहरलाई किन पापी भन्छौ महोदय?